साथी हो नमस्ते स्वागत छ। हामी यति बेला गोर्खा जिल्लाको गोर्खा दरबारमा छौँ। गोर्खा जिल्लामा रहेको गोर्खा दरबारको हामी जस्ट वल्लोपट्टि यो कतिपयले सिद्ध पाइला र कतिपयले सीता पाइला भनेर यो ठाउँलाई चिन्ने गर्नुहुन्छ। यहाँ चाहिँ भगवान कालभैरवको मूर्ति छ र यो दुईवटा जो भएको यो दुईवटा छ यो चाहिँ सीताको पाइला हो भन्ने जनविश्वास धार्मिक विश्वास छ। र यहाँ चाहिँ आँखा चिम्लेर म चाहिँ तीन पटक घुमिसकेपछि जस्ट यो सीताको पाइला दुईवटा पाइला छ, यो पाइलाको बीचमा दुईवटा हात यसरी चाहिँ नमस्ते गरेको दुईवटा हात यहाँ चाहिँ राखियो भने पुग्न गयो भने चाहिँ आफूले चिताएको मनले चिताएको पुग्छ, भगवानले कल्याण गर्नुहुन्छ भन्ने एउटा जनविश्वास छ। म ट्राई गर्छु, मलाई भगवानले चिताएको पुरा गर्नुहुन्छ कि हुन्न म त्यो चाहिँ ट्राई गर्छु। अब है त ल यसो गर्छु, नमस्ते गर्छु अनि आँखा चिम्लिन्छु। म आँखा चिम्लेर म 3 पटक घुम्छु है त ल। तीनपटक घुमिसकेँ। अब चाहिँ हे भगवान मैले मनले चिताएको पुर्याइदेऊ ल है त। ओम नमः शिवाय।